हामी चाहिँ अब अनि पापास रुपियाँ आज छुट्टीमा हाम्रो चाहिँ एकदम यहाँ इन्जोय भइरहेछ ल यता आनेको छैन त्यो एकदम आवाज चुइङ चुइङ आउने मात्रै मनपर्छ है मलाई कुनै कुनै चाहिँ एडले त रिस उठाउँछ चार्ज कति छ फुल छ 18% कति खेल्ने हो र त्यस्तो भयो जस्तै एउटा निस्केपछि फेरि हाम्रो उसको अगाडि पो गर्नु त के हो यो सन्ध्या एकदिन अनि गर्नु के भएको र उ बन्दना त एको उल्टा पनि मलाई पनि खेल्नु तिमी चाहिँ उल्टा दिन्छ साथी तिमी खानै गयो त्यस्तो गर्यो उले त्यही नि लिएन छिरे मलाई खेती भएन तिमी चाहिँ मान्छेले लुकी लुकी भन्छ आउनु पर्यो नि ल 10 रुपैयाँ जित्नु 20 रुपैयाँ जित्नु यहाँ त पैसाको खेल पो हुँदै त होइन म किन चुप्लाएर बसेको होइन खानु म छ खेल्नु त परिहाल्यो जितिहाल्यो नि 10-20 रुपियाँ जितेर खेल्नु फेरि खेल्ने अनि के उधारमा खेल्ने हो बाँकीमा खेल्ने हो र आमा 100 रुपियाँको डकी आयो माई गड आइहाल्नु 100 रुपियाँ कसले जित्छ त 100 रुपियाँ ल फ्रीमा भने खेलौँ के छैन ल ल तिमी गन्तीले जान्दैन 5 घन्टा रमाइलो भइरहेछ आजको क्वालिटी हाम्रो अबदेखि के जाँदै छुट्टीमा आएर खेलौँ भन्ने चाहिँ ऊ है पैसा तिर्ने चाहिँ म है यस्तो हावा कुरा चाहिँ निकाल न त तेलबाट खानु पऱ्यो छ अहिले जिउ भिज्दैन त्यस्तो कुरा गरेर होइन तेल खाइदिनु फेरि हाम्रो चाहिँ गेम सुरु भइसक्यो होइन जसले जित्छ त्यसले 10 रुपियाँ पाउने कसले दिने 10 रुपियाँ 5 रुपियाँ दिने होइन फेरि 10 ओके फेरि जित्यो 60 रुपियाँ बसी
के हो नि म त नदेऊ नदेऊ यो फ्रीमा भयो ल होइन फ्रीमा भयो होइन 5 रुपियाँ मात्र देऊ त्यसले नदेऊ नदेऊ पनि हुन्छ हेर अनि यस्तो हुँदो रहेछ अबदेखि जब छुट्टी माग्नु साथीहरू अलिक धेरै पैसा लिएर आउनु अब आजको दिन कस्तो रमाइलो भयो साथीहरू उठ माया बिना जीवन